ल साथीहरू, आज चाहिँ म यसो जङ्गलतिर स्याउलाहरू सोर्ने काम भइरहेछ। यसो टक्क स्याउला अदुवाको लागि हामी चाहिँ स्याउला लिन जाँदैछौँ। आमा र म चाहिँ यसरी टक्क लगाएर हामी स्याउला यसरी आमा र म चाहिँ स्याउला लिन जाँदैछौँ। आजको भ्लग आज चाहिँ यसरी डोको खासै त्यस्तरी बोकिएको छैन, तै पनि यसरी चाहिँ डोका बोकिरहेको अवस्था। अब चाहिँ हामी यहाँनिर स्याउला चाहिँ जम्मा गरेको ठाउँनिर आइसकेका छौँ। अबको क्रममा चाहिँ हामी यहाँबाट स्याउला लिनुपर्छ। फेरि यसरी चाहिँ यहाँनिर अलिअलि हामीले यता जम्मा गरेका छौँ। यसरी आमा त्यहाँ हाल्दै हुनुहुन्छ। यसरी जम्मा गरेर अब चाहिँ हामी स्याउला लिएर जान्छौँ। एक चक्कर लगेर आइसकेका छौँ। अब चाहिँ अबको क्रममा अर्को यताको स्याउला हालेर जानुपर्ने हुन्छ। त्यहाँबाट चाहिँ फेरि अर्को खेतको लागि आउनुपर्छ। यता माथिपट्टिबाट लग्नुपर्ने हो। यतिखेर चाहिँ हाम्रो भारी थोडा थोडा भइरहेको छ। अब यताको भाटी चाहिँ पुगेको छ। भाडी पनि पुगिसक्यो। अब हामी थोरै थोरै गरेर सार्नेछौँ। यता मम्मी अझै सोर्दै हुनुहुन्छ। हामी माथिको सोर्नेछौँ, माथिमा झर्नुको। अब चाहिँ हामी जाँदैछौँ स्याउला लिएर। यस्तो तरिकाले चाहिँ अब चाहिँ स्याउलाको डोको लगेर अगाडि बढ्दैछौँ। यसरी चाहिँ अगाडि बढिरहेका छौँ। यसबाट चाहिँ हामी यसरी चाहिँ टक्क स्याउलाको डोको बोकेर चाहिँ बारीतिर जानु पर्यो। अब साथीहरू, तपाईँहरू अदुवा लगाउनु भयो कि यसरी चाहिँ आमा पोहोर गइसक्नु भयो। म चाहिँ यता पछाडिबाट गइरहेको छु। अब धेरै दिनपछि काम गर्दा अलि यसो नमिल्दो रहेछ। यसरी चाहिँ अब हामी बारीको नजिक चाहिँ आइसकेका छौँ। अब हामी यहाँनिर चाहिँ हामीले स्याउला फाल्नुपर्ने हो। यसरी दुई चार रुगा चाहिँ फालिसकेका छौँ।